नमस्ते हजुर, सन्चै हुनुहुन्छ? अलि नजिक नजिक आउनु पर्यो, अलि नजिक नजिक आउनु पर्यो। बाहिर कति धेरैजना बाहिर बस्नुभएको छ, किन बाहिर बस्नुभएको? भित्र आउनु न अब, होइन न? बाहिर भएकोलाई भित्र आउनु भन्ने एकचोटि हल्ला गर्नुहोस् त। यहाँ भित्र रमाइलो छ, एकचोटि हल्ला गरिदिनुहोस् त। हो नि, अब हजुरहरूले त्यहाँ मेरो गीतहरू मन पराउनु भएको छ, माया गरिदिनु भएको छ। हामी जति छौँ त्यतिमै रमाइलो गर्नुपर्छ। एकैछिन मात्रै भए पनि उपस्थित त हुनुपर्छ अर्जुन सर भन्दै हुनुहुन्थ्यो। आज अब समय पनि अलिकति ढिलो पनि भइसक्यो होला, हजुरहरूलाई घर जान हतार पनि छ होला। भाछ जस्तो लागिरहेछ, रातभरि भयो नि हुन्छ। मैले चाहिँ हजुरहरूलाई छिट्टो छिट्टो एउटा दुइटा गीतहरू चाहिँ सुनाइहाल्छु। हजुरहरूलाई जान अप्ठ्यारो छ कि जस्तो लागिरहेको थियो। र यति राम्रो साउन्ड सिस्टमलाई पनि थ्याङ्क यू सो मच। हाम्रो एसके दाईलाई पनि थ्याङ्क यू सो मच यो मायाको लागि। झलीको अलि गाउन भने नि, झलीको तिम्रो अलीको सँगसँगै जिउला नि, जो बन्दिउला नि, ए जो बन्दिउला नि। झलीको जाडो भयो जस्तो भएको छ हजुरलाई। हजुरलाई जाडो भयो होला, रातैभरि निन्द्रा छैन, यसो आँखा जोड्यो भने ए बस्यो अलकै। ओ यता जो बना दुःख साटौँला प्यारी, सुख साटौँला अब जिन्दगी, ए अब जिन्दगी। ल हजुरहरूलाई म छिट्टो छिट्टो दुईटा तिनटा गीत सुनाइहाल्छु। फेरि भोलि पनि गाउने भन्ने मेरो सल्लाह छ। हजुरहरू आउनुभयो भने भोलि पनि रमाइलो गर्ने भन्ने हाम्रो सल्लाह भएको छ। हो कि तपाईँले भन्दैन हो? ल उहाँको लागि पनि एकचोटि जोरदार ताली बज्नुपर्छ है।